प्रधानले हाम्रो एकजना बहिनीलाई हातापाई गर्नु खोजेको छ। तपाईँ महिला हुनुहुन्छ होइन, त्यसरी आरजी करले गर्दाखेरि त महिलाहरूको सुरक्षा कति हुनुपर्ने भनेर त्यो सवाल उठिरहेको छ। तपाईँलाई म चाहिँ पर्सनल्ली के उयो गर्छु भने नि, रिक्वेस्ट गर्छु भने उसलाई चाहिँ प्रधान तपाईँहरूको दलको हो, उसलाई तपाईँहरूले न्याय दिलाउनुपर्छ। किनभने एकजना प्रधान भएर एउटा श्रमिक महिलामाथि हातापाई गर्नु त मिलेन नि त। त्यही त मैले अब त्यो होइन मैले भने तपाईँहरूको दल भन्दैछ, म कुनै दलबाट होइन, हामी सम्पूर्ण नारी एक हौँ, श्रमिकहरू हामी सबै तपाईँहरू श्रमिक एक हुनुहुन्छ। म त्यो दल यो दल भनेर होइन, अब मैले त्यो लडाइँमा म त्यो उसमा भेन्यूमा थिइनँ। अब म बुझ्छु, पहिला बुझ्छु के रहेछ कसो गर्छ, म भेन्यूमा थिइनँ। तर नारीमाथि भएको अत्याचार हामी सम्पूर्ण नारी नै हौँ र नारीलाई भएको अत्याचार, अब नारीलाई अत्याचारै भएको यो के हो, यो त हामीले उयो गर्छौँ। तर हामीले यो दल त्यो दल भनेर गर्नु हुँदैन, सम्पूर्ण उयोबाट आउनुभएको छ तपाईँहरू आफ्नो हक अधिकारको लागि। साँच्चै नै हामी, म एज अ सभापति म नारी भएको कारणले हामी बुझेर नै काम गर्छौँ। पञ्चायत सभापति पनि हुनुहुन्छ होइन, तपाईबाट चाहिँ हामी आशा राख्न सक्छौँ होला नि त। तपाईँ पनि एउटा महिला, त्यही त म एउटा नारी हो। मैले भने अब मैले भोलि गएर म यो एक्सन लिन्छु भन्नु सकिँदैन। पहिला हामी हेर्छौँ बुझ्छौँ, त्यहाँदेखि तपाईँहरूसँग हामी बढ्छौँ। मैले भनेको छु तपाईँहरू नअत्तालिनुहोस्, हामी सबै एक हुनुपर्छ। तपाईँहरूको माग जायज छ, तपाईँहरू साँच्चै नै आफ्नो मागको लागि अडिग हुनुहुन्छ भने हामी पनि तपाईँहरूको साथमा छौँ। तर लडाइँ झगडा गरेर होइन, हामी सबै एक भएर तपाईँहरूको मागको लागि अघि बढौँ भने। दिदी माथिबाट लडाइँ झगडा गरेर एक भएर होइन भन्नु, एक भएर गर्नुपर्छ भन्नुहुँदैछ होइन। तर ग्राउन्डको होइन, त्यो ग्राउन्डमा लडाइँ गर्नको हामी आउँछौँ नि, त्यति बेला सबैजना दुई पक्ष बसौँ, हामी बसौँ, अब उयो गरौँ। अर्कै छ करतुत होइन। अब अहिले हामी प्रधान सभापति नभनौँ, हामी सम्पूर्ण श्रमिक म के भन्न चाहन्छु भने आज चाहिँ अब जति पनि अब हामीले प्रधान मानेका थियौँ र बनाएका थियौँ सेन्ट मेरिज मनिराज दुमजनलाई, हामी चाहिँ उहाँदेखि चाहिँ एकदम सुरक्षित चाहिँ छैनौँ भनेर यहाँ हामीले चाहिँ यहाँ आज भिडियोमा आएर यहाँ एउटा पत्र चढाएको छौँ र हामी आशा राख्छौँ कि हामीले यो न्याय पाएको हुन्छौँ भनेर। धन्यवाद।